आफ्नै घरको आफूले पनि चिन्दैन रे आज पनि समयमै घर आउँछ आज बुढिएर मार्छ बाटो ada nan चढ़ाई फोटो तो सही दिन मेरे हराने वाले मेरा हरा मैं इसका मेरा मोबाइल है मोबाइल खुददार है मोबाइल खुददार है इससे कौन से डिस्टर्ब ना देगा हमें क्या होगा आज मैं कोई खेल आवेल मेरी प्यारी बुढ़ी मेरी मुंह चुनकी बेचारा अहिलेसम्म मलाई भाग गर्दै बसेको म कोही नै होइन यो हेर बिहान बिहानै खाएको छ बिहान बिहानै खाएको छ अरे के खोकीको दबाई गरेर राति सुत्ने बेलामा चाहिँ खाने मैले त्यसो रौसी जतिखेर मलाई उतिखेर हान्थेँ जताततै हिँडेको छ जताततै हिँडेको छ अनि के म मोटर गाडी हो कुर्दै मैले त्यसो भन्न खोजेको कहाँ हो रमाइला दाइ यो खाएर जताततै यसरी लखर लखर कुद्नु हुँदैन पो भन्न खोजेको त जताततै कुर्नु हुँदैन कहिले मैले खाए हो मैले ला होला जाडोको कपडा होइन नि तपाईँको नाम माइला दाइ त सबैले भनेको सुन्छु खास नाम चाहिँ के हो मेरो खास नाम अहिलेसम्म चिनेको होइन माइला दाइ भनेर त थाहा छ तर तपाईँको नाम चाहिँ थाहा छैन मेरो नाम एसपी एसपी अहिले एसपी भनेको चाहिँ के हो स्वास्थ्य विधि आज भोलिले जाने स्वास्थ्य विधि मेरो एकदम प्रमोसन भएको छ आज भोलि प्रमोसन भएर मेरो नाम चेन्ज भयो होइन चेन्ज भएर चाहिँ के भयो त डिएसपी डिएसपी भनेको चाहिँ के हो फेरि डेन्जर स्वास्थ्य विधि होइन के भाइ यो खानु हुँदैन यो खायो भने मरिन्छ यो खाएर मरिन्छ अरे ठिक भने जुका चाहिँ मर्छ कसरी मर्छ एउटा गिलासमा रक्सी अर्को गिलासमा पानी राख रक्सीमा जुका हाल्यो भने ठहरै मर्छ यता राख्यो भने जुका बाँच्छ त्यही भएर रक्सी खाएपछि पेटको जुका चाहिँ सबै मर्छ त्यही भएर तै पनि खा त्यसो होइन के दाइ ए माइला यतापट्टि कहिले मैले त त्यो भनेको होइन नि त के यसले त सबैलाई खान्छ पो भनेको त मैले यसले खान्छ अरे होइन के हेरेको होइन यसको मुख चाहिँ कहाँ रहेछ भनेर हेरेँ अनि अहिलेसम्म रसियो मुखै देखाएन होइन मैले त्यसो कहाँ भनेको हो त ल हेर फेरि खान्छ यहाँ सुन्नु नि यो खानु हुँदैन के खानु हुँदैन अरे अनि के भएर मैले यो खाएँ तँलाई के भयो तेरो खाइदिए मेरो खाएको छैन तर यहाँ सुन्नु ए भाइ क्या यसले नि यसलाई तपाईँले जति खाए पनि यसले तपाईँलाई खाएको मात्रै कहाँ छ र तपाईँको परिवारलाई पनि खाएको छ यसले परिवारले खाएको छ अरे तेरो यो गाउँमा के इज्जत छ त्यति इज्जत छ मेरो कस्तो इज्जत छ मेरो इज्जत छ मेरो हेर अहिले यहाँ यो लाल झाडीबाट पानी जाउँ बाटोमा दुनियाँले चिन्छ मलाई जडा माइलो आयो
भनेर ताई मुसोको कि बिरालो कसरी थाहा इज्जत गर्न जान्छ त्यहाँ छोराछोरीको झन् के हालत हुन्छ छोराछोरीको त झन् झन् ठुलो इज्जत छ तेरो छोराछोरी स्कुल जाँदाखेरि मुसेको कि चरेको कसरी थाहा हुन्छ मेरो छोराछोरी स्कुल जानुपर्छ जड्या छोरा आयो जड्या माइलाको छोरी आयो कम्ता इज्जत छ मेरो इज्जत प्रेस्टिज भएको माइलालाई यो तुलसी देऊ न अनि मात्रै भन्छु अब यसको सिद्धाएपछि कार्यक्रम कहिले गर्छस् त्यसो भए यहाँ सुन्नु है त मेरो कुरो यसले नि यो तपाईँले खाएको जस्तो मात्रै तपाईँलाई लागेको छ यो तपाईँले खाएको होइन यहाँ सुन्नु तपाईँले मैले खाएको होइन अरे अनि अलिया फुल थियो अहिले यहाँ रहेछ कति खाएँ होइन यहाँ सुन्नु मैले ए मैले के यो तपाईँले खानुभयो तपाईँलाई लागेको छ कि मैले खाएँ भने तर थाहा छ तपाईँले यो रक्सी खानुभएको होइन यो रक्सीले चाहिँ तपाईँको परिवारको हाँसो खाइरहेको छ त्यो छोराछोरीको खुसी खाइरहेको छ त्यो माइली भाउजूको अनुहारको त्यो खुसी खाएको छ तपाईँको बा आमाको त्यो अनुहारको चमक खाएको छ यो सब यो रक्सी तपाईँ आफै एकचोटि सोच्नु त अनि मैले कसरी खाइदियो मेरो मेरो परिवारले खुसी तपाईँले यही खाएको कारण पहिलेको माइली भाउजूले पनि तपाईँलाई छोडेर गयो अहिले पनि भन्दै हुनुहुन्छ कि यो मैले खाएको छु भनेर आफ्नो परिवारलाई गरेको अहिले तपाईँकी माइली भाउजू जो हुनुहुन्छ नि पल्ला गरे काकीसँग ठाडो शिरले हेर्न सक्दैन यही तपाईँले खाएको कारणले गर्दा अरे भाइ तिमीले त राम्रो कुरो गरेको रक्सी त वास्तवमा मैले मात्रै खाएको त होइन रहेछ मसँग मेरा छोराछोरीको खुसी ल बाटोमा हिँड्दाखेरि जडिया माइलो हुन्छ जडा माइलोको छोराछोरी हुन्छन् कठै त्यो पनि हो भाइ बोली यहाँ सुन्नु तपाईँले यो जाँड खाने पैसा यो रक्सी खाने पैसालाई भेला पारेर जम्मा गरेर राख्नुभयो भने कुनै राम्रो सत्कर्म गर्ने ठाउँमा लगेर दिनुभयो भने बरु फलानु माइलाले यसरी दान गर्यो भनेर सबैले इज्जत गर्छन् इज्जतले बोल्दाखेरि तपाईँको माइली भाउजूलाई पनि इज्जत गरेर बोल्छन् तपाईँको छोराछोरीलाई पनि जडिया माइलोको छोरो भन्दैन छोरी भन्दैन ओहो बरु त्यहाँ वैद्यनाथ धाममा त्यहाँ वैद्यनाथ सिद्धनाथ मन्दिर छ नि त्यो मन्दिरमा कार्यक्रम भइरहेको छ पुराण लागिरहेको छ बरु तपाईँले यो खाने पैसालाई जम्मा गरेर लगेर उहाँ दिनुभयो भने तपाईँले गरेको सत्कर्म सबै गाउँमा फैलिनेछ सबैले चिनिनेछन् कि ओहो दानवीर रहेछ त्यो माइलो त भन्ने हो ठिकै भनेछ भाइ तिमी मैले सन्तानको खुसी खाएँ मैले बाआमाको हाँसो खाएँ मैले श्रीमतीको अनुहारको चमक खाएँ त्यो रक्सीको कारणले घरबार सबैको घरबार बिग्रिँदो रहेछ सबैको घरमा कलह आउँदो रहेछ यो रक्सीको कारणले यो रक्सी है यो चिज खान नहुने रहेछ कसैले रक्सी खाँदैछ भने सोच त घरको छोराछोरीले कुन नजरले हेर्छन् भोलि मैले सानो छँदा मलाई रक्सी खाएर पिट्यो मलाई राम्ररी हेरेर बाँधे भनेर भन्छ ठुला भएपछि तिमीलाई समाजले पनि घृणा गर्छ रक्सी खाएर बाटो सुत्दै हिँड्छ दुनियाँको अगाडि गराउँदै हिँड्छ दुनियाँलाई नजाति भन्दै हिँड्छ भनेर भन्छ आमा बाउले यो छोरो त जन्माए तर कुपुत्र जन्माए भन्छ त्यही रक्सीको कारण त्यही रक्सीले आफ्नो परिवारको खुसी त्यही रक्सीले समाजमा भएको आफ्नो इज्जत
यही रक्सीले आफ्नो सन्तानहरूको प्रतिष्ठा घर घरमा भएका तिम्रा ससुरालीपट्टिका माइतीपट्टिकाको सबैको इज्जत त्यही रक्सीले भएको हुन्छ। त्यसैले आफैमा सुध्यौ, आफैले खान छोड्यो भने दुनियाँले फल्नाले रक्सी खान छोडेर राम्रो काम गरेर अगाडि बढेको छ भनेर दुनियाँले भन्छ। त्यसैले मैले त आजबाट यो रक्सी किन खाने निर्णय गरेँ। यदि यहाँ मध्ये कोही छौ भनेर तिम्रो मनमा पनि यस्तै कला जागेको छ भने आजैबाट छोड्यौ, सत्कर्ममा लागौँ, हामी भगवान्को भजन गरौँ, कीर्तन गरौँ, दान गरौँ, मठ मन्दिरमा गएर पूजा आजा गरौँ, आफू पनि सभ्य बनाऊ, समाज सभ्य बनाऊ, होइन, परिवार सभ्य बनाऊ, अनि मात्र त देश सभ्य हुन्छ। नत्र सबैको हालत यस्तै हो। बरु जाऊ भाइ, अब म घर गएर एकदम अब ठिकठाक भएर मन्दिर जाने पूजा गर्नलाई। अब रक्सी खान छोडेको छ, पूजा पाठतिर लाग्छ ले। जोरदार तालले समाजमा राष्ट्रिय कलाकारको लागि यो एउटा चेतनामूलक सन्देशमूलक नाटक केवल देखाउनको लागि देखाइएको होइन। यसले यहाँहरू सबैले बुझ्नुपर्ने कुरा, मनन गर्नुपर्ने कुरा छ। अहिले धेरैको घरबार यही मदिराले गर्दाखेरि बिग्रेको छ। हाम्रा सुन्दर परिवारहरूले दुःख पाइरहेका छन्। साना भाइ बहिनीहरूको भविष्य बर्बाद भएको छ। स्वर्ग जस्तो घर नरक बनेको छ। एउटा सुन्दर सपना बोकेर आएकी नारीले आफ्नो जीवनमा यातनामय जीवन पतिबाट पीडित भएर बस्नु परेको छ, समाजबाट अपमानित भएर बस्नु परेको छ। यसका सारा खुसीहरू लुटिएका छन्। त्यसैले हामी सबैको घरलाई स्वर्ग जस्तो बनाउने खालको यो सन्देश दिन खोजेको यो थाकी यहाँका बासिन्दाले पनि यदि यहाँहरू कुलतमा लाग्नु भएको छ भने, यहाँहरू दुर्व्यसनतिर लाग्नु भएको छ भने आजैबाट यो प्रण गरौँ कि मैले आजैबाट छोडेर म समाजको लागि राम्रो भएर जिउन सक्छु।